बेजोदै भयो हाम्रो चाहिँ हैन रेस्क्यु चार्जतिर हिँड्दै बिचमा आइपुग्यो हैन यो यस्तो हेरेर हामी यो बाबुले सोच्नु भइरहेको होला हैन वी आर भनिसकेपछि चाहिँ हजुरहरूले पक्कै पनि थाहा पाउनु भयो कि मेरो फेरि राम्री साथीहरू मसँग छन् ओ तिमी त उयो त्यो एउटा हिरोनी हुन्छ नि त्यो रिचा के भन्ने के त्यो ओ सेम त्यस्तै देखिरहेको के हेर ल अनि हाम्रो चाहिँ अर्को हिरोनी ओ माय गॉड अनि हाम्रो अर्को मेन क्यारेक्टर ताली बजाउनु न ताली हेर यहाँनिर एउटाले पोज दिँदैछन् एउटा फोटो खिच्दैछन् हैन अनि सो यस वी आर ब्याक विथ आवर न्यू भिडियो अनि आज चाहिँ हामी जाँदैछौँ कहाँ भनेर थाहा पाउनु चाहनुहुन्छ भने हजुरले मेरो भिडियो चाहिँ लास्टसम्म हेर्नुपर्ने हुन्छ अनि दिस इज माई आउटफिट अनि हामी चाहिँ आज कहाँ जाँदैछौँ हामी भनेर धन्यवाद बोलो पनि दिएर मलाई उयो के हो यो चस्मा नि बाङ्गो तट होस् म यतिकै ठिक छु यतिकै राम्रो छैन त म यतिकै राम्रो छैन त अनि यस्तो गर्मी छ अनि मफलर लगाएको छु मैले चाहिँ किनभने अहिले त्यहाँनिर घाम हुन्छ नि त अनि आजको भिडियो चाहिँ एकदम धेरै इन्ट्रेस्टिङ हुनेवाला छ त्यही भएर नछुट्याइकन स्किप नगरिकन हेर्नु होला हाम्रो भिडियो चाहिँ लास्टसम्म अनि यहाँनिर म्याचिङ गरेर दिदी र बहिनी चाहिँ यसरी जाँदैछन् ट्याक्सीले भावै दिएन यार त्यही हो अनि आफ्टर अ विक होइन फेरि नयाँ भिडियो बनाउँदैछौँ अनि मेरो भिडियो कस्तो लाग्दैछ हजुरहरूलाई राम्रो मन पर्दै त छ नि मेरो प्यारो भ्युअर्सहरू मेरो सब्सक्राइबरहरू मेरो प्यारो साथीहरू ट्याक्सी भन्छु मान्छे आउँदैछ ए हो र भाउनदै होला नि त हामीलाई ए ल गाडी आयो होइन अब चाहिँ हामी जानुपर्ने हुन्छ नि उताबाट एउटा साथीलाई चाहिँ टक्क लाएर त्यहाँबाट लिएर अनि हामी चाहिँ जान्छौँ कहाँ मान्छे ए ल अहिले एकछिन भेटौँ है त ल साथीहरू हामी चाहिँ टक्कबाट ट्याक्सीबाट गइसक्यो है ऊ त्यहाँनिर यहाँ चाहिँ हामीले एउटा साथीलाई उठाउनु पर्ने हुन्छ होइन मिस मायालु हाम्रो सबभन्दा राम्रो डिमान्डेड भिडियोमा एकदम डिमान्डेड मान्छे हो नि फेरि उता फेरि जसले पनि कति राम्रो भन्छ हाई गरिदियो यता अन्जिता हेलो वेलकम टु माई भ्लग अन्जिताको चाहिँ एकदम डिमान्डेड छ है मेरो भ्लगमा चाहिँ फेरि जसले लास्ट भ्लग दुबई जाँदै बेलामा हालेको थियो खालि व्हाइट लाउनेको भनेर ऊ नै हो त्यही भएर मैले जहिले भन्छ कि राम्री केटीहरू हेर्ने भए चाहिँ मेरो भ्लगमा हेर्नु होला भनेर जहिले भिडियो स्टार्ट गऱ्यो भने केटीहरू यसरी हल्ला गर्न सुरु गर्छ ऊ हेपेको मलाई आज मैले हेपेको ए यति धेरै माया गर्दा नि मैले हेपेको भन्छ है अब के गर्नु होला म त कहाँ गएर रुनु होला कहाँ गएर टाउको फुटाउनु होला अहिलेको लागि यति नै होइन पछि हामी उहाँ गएर भेटौँला है त साथीहरू हामी चाहिँ ठाउँ थाहा नभएर जहिले यसरी बिचल्ली टाइपले हिँड्छ होइन बिजोग हुन्छ ठाउँ एक्ज्याक्टली कहाँ हो भनेर थाहा नभएर त्यहाँ उहाँनिर हेर्नु दिदी सोधेर आउँदै हुनुहुन्छ यही हो अरे ल यही हो अरे है त हामी चाहिँ आएको हो कायाकिङ गर्नको लागि तर स्टिल कन्फ्युज एक्ज्याक्टली यो लोकेसन चाहिँ हो कि होइन भनेर हजुर यताबाट अरे अब हामी चाहिँ जान्छौँ हामी चाहिँ खासमा मेनली भनेको चाहिँ कायाकिङ गर्न आएको हामी सो एक्साइटेड छु म चाहिँ होइन ओ माइ गॉड कति धेरै मान्छे हो यहाँ त होइन मतलब म 100% स्योर भइसक्यो कति धेरै मान्छे हौ आमा बेजोदै भयो हाम्रो चाहिँ होइन अलि फेरि ओभर हाँसिदिन्छु कि नभन न भिडियोमा बेजोज भयो पुरै यही हो भनेर कन्फिडेन्ट टाइमले ट्याक्सीबाट उत्रेर दिदीले आऊ हाम्रो दिदीको हेर्नु है इन्फर्मेसन लिन गएको दिदीले होइन हामी सबभन्दा इन्फर्मेसन पुरा जान्ने बुझ्ने अलिक ठुलो मान्छेलाई पठाउन भनेर पठाइयो ट्याक्सीमा टक्क बसेर पनि हेऱ्यो लास्टमा आऊ रे गाउँको त होइन लास्टमा त कहाँ प्राइभेटतिर आइपुगिरहेको भनेको त्यही पनि टिकटको के गरे पर पर्सन 400 चलाएको पर पर्सन 400 तिर 15 मिनेटको त्यो पनि ओ माई गॉड यस्तो त भोर बेजोदै भयो होला है हाम्रो त यस्तै हुन्छ क्या त्यही भएर एउटा लोकेसन एक्ज्याक्ट लोकेसन लिएर आएन भने बुझेर आइपुगेन भने
हाम्रो जस्तै हुन्छ। त्यही भएर हामी चाहिँ जाँदैछौँ र तपाईँहरूलाई पनि एकदम राम्रोसँग इन्फर्मेसन लोकेसन टक्क लाएर दिनेछौँ। त्यही भएर हाम्रो भिडियो चाहिँ स्किप नगरेर लास्टसम्म हेर्नुपर्ने हुन्छ हो कि भन त म्याम। झोला बोकेर कहाँ यत्रो झोला मलाई बोकाइ खान यति चस्मा सुन्दर लगाएर यति राम्रो देखेको कि ल हेर्नु है नम्रतालाई। ल ल ल है हाम्रो हिरोइनी पो हो त अनि सेकेन्ड क्यारेक्टर। अनि अर्को यहाँ मेन क्यारेक्टर यता हुनुहुन्छ। यता सेल्फी सेल्फी स्माइल प्लिज हेर्न सक्नुहुन्छ। चस्मा लगाएर यस्तो हेऱ्यो भने त चस्मा यताबाट यता खस्छ। के गरे हेरेर देखाउ त फेरि। यसरी हेऱ्यो भने मेरो चस्मा यता लगायो यताबाट यसरी खस्छ होला नि चस्मा। अब हामी चाहिँ हिँडेर वहाँ गएर सोध्नेछौँ अनि तपाईँहरूलाई नि प्रपर इन्फर्मेसन दिनेछौँ कि कसरी आउनु होला भनेर। किनकि हाम्रो जस्तो यसरी बिजोग नहोस्। बिजोग त भन्दैन तर त्यहाँनिर चाहिँ के भयो भने हुने भनेर सोध्न गएको तर 400 दिरहम कसले तिर्छ। 415 मिनटको पैसै नभएर भनेको चाहिँ होइन होइन तर भयो नि 400 दिरहम चाहिँ 15 मिनटको चाहिँ तिर्दैन क्या म चाहिँ। टिप्नु पाउँदैन पाउँदैन हिँड अहिले एउटाले फुल टिप ओए भागो चिन्दैन है नम्रता। हामीले चाहिँ नम्रता चिन्दैन को हो यो चिन्दैन हामीसँग हिँडेको होइन। यस्तो गर्मीमा यसरी दुःख पाएर हिँडेका छन् हामीहरू। थाहा छैनौँ कहाँ जाँदैछौँ। देखो लोकेसन यो हो यहाँ जाउँ भनेर हिँड्दैन कि टिकटकको भरमा देख्यो हिँड्यो अब म त जाँदैन सब कट्टु कट्टु छ। लाज लाग्यो के हो यस्तो यो यस्तो हेरेर आएको हामी के यस्तो लाज लाग्यो। ल हेर्नु हिँड्दा हिँड्दै बिचमा आइपुग्यो होइन। यहाँनिर केटीहरूको नजारा भन्दा केटाहरूको नजारा हेर्न पाइयो। कहिलेकाहीँ दिदी कहिलेकाहीँ भाग्यले होइन सब भाग्यले पाउँछ भनेको जस्तै हो क्या कट्टुमा सबै केटाहरू। यो के तर यति धेरै म यस्तो खतरा रियाक्सन चाहिँ दिनु पर्दैन आई नो होइन मलाई थाहा छ तर भयो नि हाँस्नु मन लागिरहेको छ। लास्ट थाहा छ के भएको होला म किन यस्तो भएको होला भन्ने कुरा मलाई पनि थाहा छैन। अलिक धेरै बोले म केही छैन बोल्नुपर्छ अलिअलि त। यहाँ चाहिँ हाम्रो सोधपुछ भइरहेछ। हाम्रो दिदी सोध्दै हुनुहुन्छ अर्को साइडमा रे नानी। ल अब यसको अर्को साइड जानु पर्यो अरे। एउटा बोतल पानीलाई 5 दिरहम कसले लेख्छ यो दोकानले लेख्छ। यस्तो हो के यस्तो हो यो बीच एरिया भएर यो टुरिज्म एरिया भएको भएर यस्तो महँगो लिएको हो। नभए बाहिर त 1 दिरहम हो यहाँ चाहिँ 5 दिरहम अरे क्या। अनि दिदीहरू यहाँनिर यो बाजेलाई किन यति रहर लाग्यो यस्तो घाममा कालो ढाड देखाएर सुनेको। यो बाजेलाई कति रहर लागेको तिमीलाई कस्तो महसुस हुँदैछ बाजेको ढाड देखेर म्याडम कस्तो महसुस हुँदैछ। जाउँ पछि गएर हेर ओ माई गड स्वाग अर्कै छ एउटा म्याडमको फेरि। अब चाहिँ हामी जाँदैछौँ हामीलाई एउटा लोकेसन चाहिँ थाहा भयो होइन। अब त्यहाँ जाँदैछौँ हेरौँ अब त्यहाँ हुन्छ कि हुँदैन। नभए मेरो आजको भ्लग यस्तै हुन्छ। हामी यहाँ गाडी कुर्दैछौँ अब यहाँनिर गाडीमा चढेर जानेछौँ होइन। त्यसपछि यदि आज हाम्रो प्लान सक्सेस भयो भने रमाइलो गर्नेछौँ तपाईँलाई रमाइलो बनाउने छौँ। नम्रता नम्रता रोक नम्रता रोक तिमीलाई रोकेन इग्नोर नम्रता जिन्दगीमा मलाई 2 कुराले ठग्यो। एउटा आफ्नै मायाले हो एउटा साथीहरूले। मलाई त के थाहा छैन है साथीले ठग्यो भन्छ ठग्ने चाहिँ कुन चाहिँले ठग्यो हो उसले उसलाई भन्छ उसले उसलाई भन्छ कसले ठग्यो कसले ठग्यो कसले घामले ठग्यो सुरुमा त गर्मीले हाई गर्मी कस्तो यो डागोले अभियान चिनेन चढाउँदैन मलाई कति हल्ला गरेकिन यसले चढाएन भने के भयो त अरु ट्याक्सी छ यसको मात्र ट्याक्सी पनि लिङ्नु दिएनन् भने मासालाले ओइ बहिनी के बोले बहिनी के बोले मलाई हाल्दै छ फेरि कहिलेका मुखबाट फुत्किन्छ क्या फुत्काउनु पर्दो रहेछ। सधैँ सोझी बनेर कति सोझी बनेर बस्नु कलर स्पाको फाइनली हामी चाहिँ बल्ल बल्ल हाम्रो एक्ज्याक्ट लोकेसनमा आएको छ। हामी चाहिँ खासमा होइन कायाकिङ गर्न आएको हो मैले पहिला नि भन्छु कि अब त्यसपछि हामी चाहिँ मिस्टेकली अर्को लोकेसनमा
पुगेको थियो सायद त्यो हाम्रो मिस्टेक थियो ड्राइभरको मिस्टेक थियो दिदीको इन्फर्मेसन लिने ठाउँमा गलत भएको थियो त्यो थाहा भएन अनि तपाईँहरू यो यदि तपाईँहरू कायाकिङ गर्न चाहनुहुन्छ अबुधाबीमा हुनुहुन्छ भने एक्ज्याक्ट लोकेसन हेर्नु कहाँ देखाएको मान्छे बोल्दैछ यता देखाएको नि उनीहरूलाई कन्फ्युज नहोस् बिचमा नबोल ए सरी है डिस्ट्र्याक्ट मेरो मुख चलिहाल्छ है अनि यो हेर्न सक्नुहुन्छ अबुधाबी मरिना एक्ज्याक्ट लोकेसन चाहिँ यो रहेछ ठ्याक्क यो मरिना मलको यहाँ देखाउ त ठ्याक्क मरिना मलको अपोजिट साइडमा अनि तपाईँले यो बिल्डिङ पनि देख्न सक्नुहुन्छ यता हेर ठ्याक्क यो बिल्डिङ यसलाई के भन्छ त्यो थाहा छैन हामीलाई पनि होइन के चाहिँ होटल हो यसो होटल जस्तो हो अनि ठ्याक्क यसको अपोजिट साइडमा अबुधाबी मरिना वक कर्निभल को मरिना मल भनेर आउनुभयो भने यहाँ देख्नुहुन्छ तपाईँहरूले द ओल्ड अफ क्रुज ठ्याक्क गेट सर्कल टाइपको गेट देख्नुहुन्छ त्यहाँबाट तपाईँहरू भित्र छिर्न सक्नुहुन्छ तर अहिले पनि एकदम कन्फिडेन्ट भएर बोल्दैछु पहिला सुरुमा टिकट काट्नु पर्ने मलाई थाहा हुन्छ हामीलाई पनि होइन We will go to buy our tickets. Tickets. यहाँ होला है ए कन्ट्रोल रुम Thank you. It's so nice. ल हामी चाहिँ आइपुग्यो कहाँ आइपुग्यो एक्ज्याक्टली ठाउँमा त आइपुग्यो तर हामी यहाँ के गर्न जाँदैछौँ भनेर हामीलाई मात्रै थाहा छैन होइन तर हामीले ढुङ्गा खोज्दा देवता पायो भनेर चाहिँ एउटा मान्छेले चाहिँ हामीलाई उसको प्राइभेट के छ अरे भन्न पनि आएन त्यस्तै वाटर कायाकिङको लागि कायाक कुयुक छ अरे उसले हामीलाई एकछिन भए पनि चलाउन दिन्छौँ हामी घुमाइदिन्छौँ भनेर भनेको छौँ होइन लेट्स सी होइन अब यत्रो दुःख गरिसकेपछि If he did for us, wow. म त के किन भन्नु लाग्यो भने होइन पुरा ए गरेको त होला नि त भनेर यस्तरी हेर्छु त वाउ रे लास्टमा त हेर रियाक्सन पनि यस्तो छ लेख्छु होइन उसले हामीलाई हेल्प गर्छु चलाउन जान दिन्छु भने हेरौँ न अब चलाउन दियो भने चलाऊँ दिदीहरू चाहिँ उहाँ पुग्नु भइसक्यो होइन अनि हामी जाँदैछौँ उनीहरूको प्राइभेट बोट रहेछ अनि उनीहरूले चाहिँ हामीलाई उहाँसम्म कायाकिङ गर्ने ठाउँसम्म चाहिँ ड्रप गरिदिन्छु भनेर भन्नुभयो यहाँबाट सो हेल्पफुल पर्सन कहाँसम्म जाने भनेर सोध्नु त अब हामी चाहिँ यो लगाउँछौँ सबैजना रेडी हुँदैछ या लेट्स गो Very good. Here and You can see the view. Oh my god, it's very nice view. अनि दिदीहरू चाहिँ उता माथि जानु भएको छ हैन अनि अन्जिता र म चाहिँ यही छु तिमी पनि जाने बोट चाहिँ अहिले यहाँ पार गरेको छ अनि अब हामी चाहिँ यहाँनिर एकछिन अब स्विमिङ गर्ने हो कि काया गर्ने हो कि हामी गर्छौँ यहाँनिर बसेर होइन तिमीलाई कस्तो लाग्दैछ रमाइलो लाग्दैछ रमाइलो हुँदैछ है तर यहाँनिर सबजना आफ्नो फोटो खिच्नमा व्यस्त छ होइन मैले चाहिँ एउटा पनि फोटो खिचेको छैन बाई द वे भन्नु पर्दाखेरि चाहिँ सबजना व्यस्तै आफ्नो सुरमा होइन बोट यहाँनिर पार गरिदिनु भएको छ उहाँहरूले चाहिँ अनि हामी अब यहाँनिर एकछिन स्विमिङहरू के गर्छ उनीहरू गर्छ होला सायद म पनि गर्छु अनि त्यही हो रमाइलो इन्जोय हुँदैछ सोचेको भन्दा पनि धेरै रमाइलो लाग्दैछ है मलाई चाहिँ अनि यो चाहिँ लुलु आइल्यान्ड हो अहिले चाहिँ हामी कट्टु लगाएर जाँदैछौँ सबैजना कट्टुमा स्विमिङ कायक निकाल्दै हुनुहुन्छ होइन आऊ तपाईँको फोन अब मै राख्छु है अन्त चप्पल लगाएर जाँदैछौँ चेन्ज गरेर लुक एट द भ्यू म चाहिँ काया गर्न जाँदैछु अब लिएर होइन टक्क लगाएर टिच मी ओके I'm going to Kaya now. It's Kaya, right? yes. Yeah, let go. So I think it's it's from here.
ओइ सर्कायो म त दिदीलाई लगेर जाँदैछु आज कतासम्म लान्छु भनेर डुब्यो दिदी डुब्यो मलाई आउँदैन ब्रदर कम ब्रदर कम दिदी भाइ ब्रदर ल म दिदी कस्तो भएको धन्दा लडेको मेरो पोर्ट्रेटबाट एउटा फोटो खिचिदिनु त के फोन नै ऊ आएको थियो क्या फुल भयो भनेर ऊ देखिन्छ भनेर एकै छैन दिदी आउनु ओइ नम्रता छाला यता तिमी मलाई डराउने नगर है तपाईँ जानु भयो दिदी अब भयो छालायो धेरै छालायो नम्रता छिटो यता ओइ नम्रता छिटो नम्रता धेरै आयो ओइ नम्रता मलाई स्विमिङ आउँदैन गाइजहरु अब दुईजना मिलेर लानु न मलाई रेस्क्यू के भयो तातो गयो तातो गयो मलाई आउँदैन नै मलाई आउँदैन म यही बसेर यसो गर्छु अलि पर गएर गर न यति त अब त बच्चाले नि गर्छ है आउँदैन हेर न तिमी कस्तो मजाले खेलेको सिकाउनु मलाई कस्तो गर्ने मलाई समयमै म डुब्ले भने यहाँ त डुब्दैन हो हामी चाहिँ अहिले यहाँ यस्तो बस्दैछौँ यस्तो भ्यू छ यहाँनिर अनि त्यसपछि अरबिक कफी चियर्स खाँदैछौँ भर्खर होइन स्विमिङ गर्न सक्यो मलाई त्यस्तो स्विमिङ त आउँदैन यो दुईजनाले मलाई बिचमा लगेर यस्तो बिचमा बनायो तर एकदम रमाइलो सोचेको भन्दा पनि रमाइलो भयो अब हामी चाहिँ एकछिनपछि जानेछौँ यहाँबाट यो कफीहरू खाएर तपाईँलाई पनि चियर्स मेरो भिडियो कस्तो लाग्यो हो भन्दै गर्नु होला कमेन्टमा है त यस्तो दामी भ्यूमा यस्तरी बसेर दिदी बहिनी होइन टक्क लाएर हाउ यु फिलिङ राइट नाउ भेरी मच गुड है बबाल रमाइलो भएर यस्तो दामी भ्यू अनि यस्तो आइल्यान्डमा होइन यस्तो खतरा
एउटा यहाँ छन् नाउ हामी चाहिँ सबजना थकिभएको छौँ होइन थाकेको छ कि छैन दिदी पनि थाकेको छ नम्रता पनि थाकेको छ म त झन् फुल्ली थाकेको छु मलाई देखाउन आउने बेलामा हिरोनी घर आएको जाने बेलामा हालत यस्तो छ हिरोनी हामी चाहिँ आइपुगे हामीको नजारा चाहिँ यस्तो छ कस्तो दामी यो चाहिँ बोट पार्किङ रहेछ होइन यहाँ चाहिँ पार्क गर्ने दिदी यस्तरी हेर्दै हुनुहुन्छ तन्की मलाई हाम्रो केटीहरू यता हुनुहुन्छ गर्ल्स यता हेर न यार कसैले हेर्दैन बोलाउँदैछु हामी चाहिँ जाँदैछौँ अब आजको दिन चाहिँ यसरी बितेको छ हाम्रो होइन अनि जाँदाखेरि पुरा फुल प्यान्ट जुत्ता सब केटीहरूलाई हेर्न सक्नुहुन्छ कट्टुमा आउने बेलामा हिरोनी जाने बेलामा So yeah, we enjoy a lot. अनि अब गएर खाजा खाने हो अनि त्यसपछि चाहिँ अनि घर गइन्छ ल यो चाहिँ हामी घर आइपुगे भएन बिल्डिङको तल छौँ घर होइन अब अर्काको ठाउँमा के घर भन्नु र रुम आइपुगे नम्रताहरू चाहिँ माथि गइसक्यो यहाँ दिदी र म चाहिँ पसलमा गएर दिदी पसलमा गएर आएको यसो अब के खान्छौँ हामी अनि त्यही हो अनि अहिले जहाँबाट हामी चाहिँ गएको छौँ नि त्यो ठाउँबाट पनि तपाईँहरूले कायाकिङ गर्न सक्नुहुन्छ अनि अर्को चाहिँ भनेको यतापट्टि यो गणेश बिच रहेछ त्यहाँबाट पनि गर्न सक्नुहुन्छ अनि यहाँ आजको दिन चाहिँ एकदम इन्जोय भयो अनि तपाईँहरूले लोकेसन मेरो उसमा देख्न सक्नुहुन्छ एकदम रमाइलो राम्रो एकदम खतरनाक भएको छ हेर्नु होला अनि आजको लागि चाहिँ यति नै थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो जसले मेरो भिडियो लास्टसम्म हेर्नुभयो डोन्ट फर्गेट टु लाइक सेयर अनि जो नयाँ हुनुहुन्छ उहाँलाई वेलकम अनि त्यसपछि सब्सक्राइब गर्नु होला है त बाई बाई दिदी बाई भन्नु ल बाई बाई